हेलो एभ्रिवान, आजको रिपोर्टिङ सरोजद्वारा। सो हामी चाहिँ आज लटरेम्बेश्वर महादेव जाँदैछौँ। अहिले कति बज्यो? अहिले 6:14 6:45 जति हुन ए लाग्यो। 45 हो। घाम चर्केको छ। अब हेरौँ माहौल कस्तो हुन्छ गएर। सो यही हो इन्ट्रो। त्यही हो इन्ट्रो। नाइस इन्ट्रो होइन, वी लभ इट। हेलमेट चोर्ने बिमा हाम्रो सरोज सरको चाहिँ अब हेलमेट चोरेछ होइन, गाह्रो छ नि यहाँ। सुयोग भ्लगर हो नि होइन, सानोतिनो। अब हामी पनि यसो बाइक बनाउँदैछौँ। बाइक बनाउँदैछौँ। अब हिँड्न पासेन, सरोज भाइले बाइक बिगारिहाल्यो। यस्तो घर गाडीले भ्लग हेर्छ त छैन त, ठिक छ त। हाम्रो उल्लु भर्खर आफैले भने नि त उल्लु। हामी यो कुन ठाउँमा जाऊँ यार? यसो पढ्दा सरोज भाइ, हामी कुन ठाउँमा जाऊँ? छपेली भन्ने ठाउँमा छौँ अहिले हामी। बागमती 3 छपेली ललितपुर। हामी चाहिँ यहाँ खाजा खानलाई ललितपुर झरेका थियौँ होइन। विकसित छ भन्ने ठाउँ यहीँ हो। यो ठाउँ यो डाँडाहरू सब ललितपुर हेर्न। सँगै जाउँला नि त। जा जा सरोज भाइ, तेरो अब यहाँबाट चाहिँ हाम्रो 1 घन्टामा पुगिहाल्छौँ। त्यसपछि चाहिँ हिँड्ने सुरु हो होइन। अब सरोज भाइ राइडर, हाम्रो हिरो अर्को आज बोल्नै आउँदैन नि, बोल्न। क्यामेरा साई पर्सनहरू होइन। अब क्यामेरा साई पर्सन के भन्ने अब कि यसकोलाई के भन्छ? इन्ट्रोभर्ट क्यामेरा के भन्छ यसलाई, खै के भन्छ? क्यामेरा फोबिया। अब फोबिया भनेर टालिदिनु पऱ्यो, त्यही त हो नि। गर्मी छ अलिकति, तराईमा आज जस्तो फिलिङ हुन्छ होइन। तर ओके हामी। ठिक छ राखिन हो। हामी चाहिँ लटरम्बेश्वर भन्दा अब केही छेडे तल होला होइन। के अरे केही छड्ने होला। हामी चाहिँ यता यसो अब यो सानो झर्ना कि कुलो कि के हो? ए महादेव कुण्ड पो रहेछ। महादेव कुण्डमा हामी अब ट्याक्क स्नान गरिसकेका छौँ, मुखको मात्र। एन्ड बाहुबली झर्ना, दिस इज बाहुबली झर्ना। VFX हालेर म खतरा बनाइदिन्छु यसलाई ल। दामी हो। एन्ड देयर इज राइडर सरोज पराजुली एन्ड सुयोग प्यासेन्जर। पठाउ बुक गरे भन्ने गर्छ। ल हामी कहाँ गाँजाबारीमा आइपुग्यो त। यहाँबाट चाहिँ अब हाम्रो वाक सुरु होइन। यहाँ बाटो त यही हो कि होइन? बाटो वर्काको घरभित्र आइपुगेछ। अब त मास्क खोल्दै हुन्छ नि हिरो। कमान ए लभली। 2-4 जना छ मेरो भ्लग हेर्ने, तिनीहरूको लागि लभली। देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण प्यारा मेरा लभली भ्युअर्स, मेरो फ्यामिली माई के भन्छ अरू सबैलाई स्वागत छ। फेलो भने त साथी होइन, फेलो भने नि। यहाँबाट यात्रा सुरु भइसकेको छ। अब 2 घन्टा जति हिँड्नु पर्ने भन्ने सुनेको छौँ है। सो या हिँड्दैछौँ, थाकिसक्यो। बाइक चलाउँदा तल पनि माथि पनि सबै अङ्ग दुखेर मर्नु भएको छ। एकछिन अहिलेसम्म दाई भन्दै थियो, अहिले मेरो भाइ भन्नु।
हालत यस्तो छ पसिना भर्खर 2 मिनट मात्र हिँडेको थियो पसिना यस्तो आइसक्यो ए भाइ त्यो बाइक चलाएर आउँदैको कोही पनि नआउनु होला गुरुनगर माथि गएर उहाँ प्लिजिङ भ्यू रहेछ भन्दा होइन प्लिजिङ के प्लिजिङ के भने प्लिजिङ के कस्तो राम्रो कस्तो प्लेजर टाइपको कस्तो कुन चाहिँ अर्गाजम यसले नि कुन चाहिँ वर्ड युज गरे क्या प्लिजिङ रे अब हुँदैन है हुन्छ तर त्यसको मिनिङ के हो प्लिजिङ रे कस्तो जे भने राम्रै खालको हो कि होला हो राम्रै अब हामी नजान्दिन अर्को अर्को प्लेजर भन्दा त राम्रै हो हुन त होला प्लेजर भने त हाम्रो स्कुटर हो होइन सानो रातो मन मोहित होला प्लिजिङ गर्नु प्लिजिङ मतलब राम्रो हो कमेन्ट डाउन भन्ने क्या अझ गर्नु त कसैले गर्दैन त्यही पनि युआर इन ब्लग राम्रो बोल ए हामी चाहिँ अहिले लटरम्बेश्वर महादेव जाँदैछौँ यत्र साह्रै कठिनाइ भए पनि हाम्रो मेहनत एकदम अगाडि हुनेछ एउटा मेहनती त्यहाँ मेहनती रेस्टुरेन्ट छ आइआइटी क्र्याक करेंगे भनेर बसिरहेको बिसी क्र्याक करेंगे भने मासरा आइआइटी भन्छ अरे यहीँको पुल्चोक भेटाएन यस्तै छ के भ्याउँछ होला नि भन्छ राम्रो पढ्छ र 4 मार्क्स होइन नपुगेर एउटा हाम्रो फ्ल्याटमा बसेर आइआइटी आइआइटी बम्बई होइन त्यो पास भएपछि जहाँ पनि पाउँछ होला हौ होला तर माइक्रोसफ्ट गुगल त्यो त किन्दैम न त अहिले कति 20 लाख पाइन्न होला आइआइटी त के मलाई त्यो मात्रै हो छेउ त्यो पनि किन्न मिल्छ होला नि टियुको काम मिल्छ इन्जिनियरिङको चाहिँ मिल्दैन अरूको चाहिँ थाहा अरूको त किन्न मिल्छ भने पैसा त हो नि इन्जिनियरिङको चाहिँ नेपालमा त नि त्यो मलाई नसकेर इन्डिया गएर किनेर आएर त्यही भएर त उहाँ इन्ट्रान्स राखेको त्यो मलाई लाइसेन्स यस्तो टाइट चाहिँ किन गरे त हाम्रो नेपालमा यो इन्जिनियरहरूलाई किन यस्तो शास्ति दिएको इन्जिनियरहरूलाई किन यस्तो दुःख दिएको भोलिको दिनमा यो इन्जिनियरहरू सफलताको शिखर चढ्दै हुनुहुन्छ सरोज पराजुली हो माउन्ट एभरेस्ट जस्तै छ चढाइ पनि ठ्याक्क दामी छ वी हेभ वान गेस्ट हिज नेम इज कालु न कालु डन लेट मी टेक योर सिनेमेटिक भ्यू कुन वाला ए त्यो सेतीवाला नि हेरे हो भने हामी कति 10 मिनट जति हिँडिसक्यौँ स्टिल 70-80 मिनट हिँड्न बाँकी छ होला लेट्स टेक सम कालु इग्नोर गरेर जान्छ त यार ए कुकुर रहेछ त्यही भएर इग्नोर त कुकुर नै भाउ दिन्थ्यो होला होइन भाउ कुकुर रहेछ माथि डोगेस इन्डियामा डोगेस भाइ भन्छ नि डोगेस भन्ने चिन्दैन इन्डियाको डोगेस भाई इस साला तो हमको फुल इग्नोर करके गई मेरो यो भोलि काटेर हो है यिनीहरू अब हिँड्नै नसकेर बसे अब यिनीहरू बसेपछि म नि बस्नै परिहाल्यो अब के गर्नु त ल उठ्न सक्छ ल उठ्न ल लटरम्बेश्वर महादेव भन्ने दुवै नामले प्रख्यात छ अरे ल हेर जटाट बिगल तल बाइक राख्ने ठाउँमा
उता शीतल शीतल जय महादेव। हाम्रो चाहिँ डेस्टिनेसन ऊ त्यहाँसम्मै हो। अब लास्ट अब 10 मिनट्स वाक। ऊ त्यो ठुलो ठुलो पुल यही त हो नि ऊ एकदम चलो यहाँबाट अब 10 मिनट नि लाग्दैन त्यो डाँडा पनि चल्न मिल्दैन त्यो डाँडा चढ्न मिल्छ होला 10 मिनट त के लाग्ने है त्यहाँ जस्ट फाइनली कति 1 घन्टा त हिँड्यो र हामी छैन है त्यही हो नि 1 घन्टा नि नहिँडेको नै हामी पुगिसक्यो भनेपछि त हाम्रो यो हाइकिङ गर्ने पावर भन्ने कि अब वाकिङ पावर भन्ने हो एकदम हाई लेभलमा छौँ। ए बाहुली झर्ना भनेको त्यही हो ए त्यही हो प्रेम भाइ घर पाएको हिँड्ने दामी देखिरहेको घरै थियो हो जस्ता देखिरहेको नि छ। लटरम्बेश्वर महादेव की जय। लटरम्बेश्वर महादेव की जय जय जय। होइन उहाँ नजाने यहाँ मुनि ओए बाटो हेर्न बाटो दामी रहेछ है ल यति चाहिँ फिलिङ एक्साइटेड आइज ल ओहो यो त हेर्न यो त ओह्रालो झर्दा नि कस्तो मजा आइरहेछ डर पनि लागिरहेछ होइन जिस कवि की कल्पना में थी ठिक छ बाटो चाहिँ ठिक छ है केटा ल त्यो गाडी आयो क्या हो समाधिरा हिँडिरह होला हौ म हिँड्छु तलतिर ल के भिडियो भइरहेछ परै जा उ त्यहाँ खाजा खाने ठाउँमा जा त्यहाँ हिँड तँ हिँडेर जा त्यसपछि म हिँड्छु त्यसलाई काट्नु ल जा नाटक गरे जस्तो गर्यो लुक्न गर तँ त जाने है तेरो मोबाइलबाट मेरो बना है तेरो मोबाइलबाट मेरो बना है हिँड अलि यही हो है लटरम्बेश्वर महादेवको स्थानबाट देखिने भ्यू। म्यामलाई म यहाँ देखाउन चाहदिनँ। हाम्रो उहाँ म्याम चाहिँ यहाँको गार्ड हुनुहुँदो रहेछ। लटरम्बेश्वर महादेवको स्थानबाट खुट्टा चाहिँ एकदम पोलिरहेछ यो खुट्टाको अरे पैताला जानलाई चाहिँ यस्तो तातो छ मेबी यो त त्यो उसमा हिँडे जस्तै भइरहेछ सर चाहिँ त्यस यो साउदीमा नि यस्तै होला है लास्टै तातो छ यो त साउदी हिँडे जस्तै भइरहेछ म्यामको इन्टेन्सन बहुत नराम्रो थियो ओ माय गॉड लभली भ्यू यार लभली भ्यू सती माता यही हो टाढा आउन सक्ने भयो यार यहाँबाट चाहिँ 360 डिग्री होइन पुरै भ्यू हेर्न मिल्छ त होइन त 360 हान्ने मिल्दो रहेछ योभन्दा माथि डाँडो छैन त्यहाँ रहेछ यार त्यहाँनिर बनाउनु पर्ने है सतीको जय लटरम्बेश्वर महादेव ल मेरो उनी बिगार थियो जय लटरम्बेश्वर महादेव की
जय हो। अभिवादन जस्तो भयो ए। जय नेपाल गभर्मेन्ट जय 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 यस्तो हाम्रो तलपट्टि चाहिँ आशिका 2.0 छ होइन हो त ए भाइ कहाँ चप्पल लाएर छ्या उनीदेखि लाग्यो हिँडेको चाहियो अरे ए मनी त्यो मन्दिर मुनि होला है नजा छोड्दै हो गया चल निकल किन हिँड है हिँड ल सफलताको सिँढी म ओह्रालो झर्दैछु भन् सफलताको सिँढी यति नै उकालो हुन्छ त सफलताको सिँढी ओह्रालै ओह्रालो गयो चलो 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 मासेर्नी भने थाहा छ तँलाई यो स्वेग त्यो इन्डियामा एउटा मासेर्नी सेर्नी कि के भन्ने एउटा छ त कहाँ पछाडि छ अब यस्तो घुम्नुपर्छ रोहन भाइ म पख 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 कुद्दै कवि कुद्दै अनलाई सिया यसो कपिराइट चाहिँ नलाइदिनु होला अहिले चाहिँ हाम्रो खाजा चलिरहेछ होइन सर्ट स्न्याप फेरि कपिराइट हानिदिन्छ दुर्गेश दाइले तनाव छ नि नजाइन ओभर त काट्न आउँछ जसको मुला त्यो कुनै भ्यालु छैन कि त्यो ओभरको विरक्त लाएर बाइक जाम होला हामी चाहिँ फेरि महादेव कुण्डमा आइपुगिसकेका छौँ होइन कालो आइज कालो आयो त के हुँदैन अघि मैले सेल्फीमा खिचेको छ कि सबै मेरो अनुहारै आएन छ कि म यहाँसम्म गएको थिएँ त्यही भएर फेरि हामी महादेव कुण्डमा आएको छौँ अब यहाँ चाहिँ यसो फ्रेस हुने होइन त्यही हो अब गर्मी छ यस्तै हो इट्स टाइम फर ड्यु होइन के गर्नु त हामीले पहिला फ्यान्टा र कोक मगाएको थियौँ तर त्यो लास्टै सानो पऱ्यो त्यो चाहिँ ड्यु हालत त्यस्तै छ पसिनै पसिना भएको छु एन्ड दिस इज माई ड्यु माउन्टेन ड्यु बिस्तारै यसो शीतल जहाँ हुन्छ त्यहाँ ट्याक्क रोक्ने पानी नै ढिलो आयो मलाई कस्तो मजाले फेरि पछि